आज सिलाइको पहिलो चरणमा सिलाइ सिक्दाखेरि हामीले हातको सियो कसरी चलाउने, हेभिङ कसरी गर्ने, यो पहिलो चरणको म भिडियो बनाइरहेको छु। सबैभन्दा पहिले यसको यो छेउलाई यसरी फोल्ड गरेर हामी फेरि यसरी फोल्ड गर्छौँ अनि यसलाई हामीले यसरी समाउँछौँ। यसरी जुन चाहिँ हामीलाई भोलि ब्लाउजहरू सिलाउँदाखेरि यो पर्छ। यसरी तलको कपडाको हामीले एउटा मात्रै धागो निकाल्छौँ, माथि यसरी लिन्छौँ। यसरी तलको एउटा मात्रै धागो लिएका छौँ हामीले, यसरी हेभिङ गर्छौँ। यसरी फेरि अगाडि बढाउँछौँ। यति लिइसकेपछि फेरि यसरी मोड्दै यसरी यो सिक्नु एकदम जरुरी छ। तलको हामीले थोरै उठाउँछौँ कपडा, तर माथि चाहिँ यसरी सिलाउँछौँ। हामीले ध्यान दिनुपर्छ तल चाहिँ यसरी, तलको फिनिसिङ यस्तो आउनुपर्छ, नदेखियोस्। यसरी हामीले लिन सक्छौँ। यसरी हामीले तलबाट हामीले थोरै धागो मात्रै उठाउँछौँ र माथि यसरी सिलाउँछौँ। यसरी हामीले ह्यान्डवर्क यसको फिनिसिङ यस्तो हुन्छ। हामीले यसमा धेरै प्र्याक्टिस गर्नुपर्छ। सुरुमा धागो चलाउँदाखेरि हाम्रो फिनिसिङ नबन्न सक्छ, राम्रो नहुन सक्छ। यसलाई हामीले प्र्याक्टिस गर्नुपर्छ। यो हातको काम भइसकेको छ। यसरी यतिको जबसम्म फिनिसिङ आउँदैन तबसम्म हामीले प्र्याक्टिस गरिरहनुपर्छ। अब हामीले यो हेभिङ त हामीले डबल धागोमा मात्रै गरेका थियौँ। अब म यसैमा चाहिँ खिपगर बनाउन गइरहेको छु। खिपगर बनाउन सिकाइरहेको छु। खिपगर बनाउँदाखेरि चाहिँ हामीले 4 डबल धागो लिन्छौँ ताकि दह्रो हुन्छ। यसरी हामीले स्टार्टिङ गर्छौँ। अब यसलाई हामीले कतिले त यसरी पनि गर्नुहुन्छ, यसरी गरेर पनि गर्नुहुन्छ, तर यसो गर्दा दह्रो हुँदैन खिपगर हाम्रो। त्यसले हामीले यसरी नै गर्नुपर्छ, मुनिबाटै लगेर यसलाई ल्याउनुपर्छ। पहिलो स्टेप यति गरिसकेपछि म मेसिन कसरी चलाउने स्टार्टिङदेखि लान्छु र के सामानहरूको यसमा आवश्यक पर्छ म त्यो सबै गर्छु। तपाईहरुले डट, कापी, पेन्सिल, स्केल तयार गरेर रेडी अवस्थामा कैँची, कसरी कपडा काट्ने, ड्राफ्ट कसरी गर्ने म जिरोदेखि नै भिडियो बनाइरहेको छु। पहिला हामी बेसिक सिक्छौँ। अब यसलाई यसो गरिसकेपछि यसै घुमाइदिने धागो यसरी घुमाइदिने र यसरी तान्छौँ हामी। यसलाई यसको फेदमा ल्याएर टाइट पारेर तान्छौँ। फेरि हामी यसो गर्छौँ। यसलाई केही गर्नुपर्दैन, अगाडि लान्छौँ हामी यसरी फटाफट हामीले बनाउन सक्छौँ। यसलाई घट्टीमा पनि हामीले 40-50 वटा बनाउनुपर्छ अनि मात्रै हाम्रो फिनिसिङ बस्छ। प्र्याक्टिस हाम्रो छैन भने सुरुमा यो जसले मेसिन भर्खर सिलाउन सिक्न चाहनुहुन्छ उहाँहरूको लागि सिलाइ सिक्दाखेरि यो हामीलाई एकदम जरुरी छ। किनभने यो ब्लाउजमा हामीले हुकगर बनाउनै पर्छ, खिपगर बनाउनै पर्छ।
यसरी केही छैन, यसरी धागो यसरी घुमाएको मात्रै छ, यसरी घुमाइदिएको छ, बाँकी केही गर्नु पर्दैन। अनि यसरी हामीले हेर्नु त यो बाटिएको जस्तो छ, बिड जस्तो बनेको छ। यस्तो भयो भने हुक गरेर लाउन पनि सजिलो हुन्छ हामीलाई र यो डह्रो पनि हुन्छ। हामीले यसरी हुक गरेर तयार गरिसकेका छौँ। एउटा दुईवटा बनाएर हुँदैन, प्र्याक्टिस गर्नुहोस्। सियो धागो लिएर कपडा लिएर 40-50वटा कमसेकम बनाउनुहोस्। 2-4वटा बनाउँदै गएपछि अलिकति फिनिसिङ बस्दै जान्छ। यतिको यस्तो खालको बाटिएको हुक गरेर हामीले बनाउनुपर्छ। एउटा मात्रै बनाउँदा हामीलाई नआउन सक्छ, त्यसैले हामीले खुब प्र्याक्टिस गर्ने। हामी अर्को पनि एउटा बनाएर हेरौँ। यसरी हामीले यसलाई हल्का तान्नुपर्छ, टाइट होस्, कसिएको होस्, ताकि भोलि हामीलाई कस्टमरहरूको कपडा सिलाउँदा फिट गरेर हाल्दा हामीलाई कम्प्लेन नआओस्। त्यसैले हामीले यसमा पनि फोकस गर्नुपर्छ। सिलाइ राम्रो छ, फिनिसिङ राम्रो छ, तर हामीलाई टाँगर खिप गरेर राम्रो गरेनौँ भने यसले पनि हामीलाई अलिकति असर पर्छ। एकपल्ट सिलाइसकेको टाँगर कपडा फाटुन्जेलसम्म नटुटोस्। यसमा धेरै नै मेहनत गर्नुपर्छ हामीले। यसरी बनाउनु। यसरी मैले अर्को पनि तयार गरेको छु र यसमा यो भरि तयार गर्ने 40-50वटा जबसम्म हामीले बनाउँदैनौँ तबसम्म हाम्रो फिनिसिङ बसिरहेको हुँदैन।